हाई गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ बिहानको 10 बजेको छ। मैले आज चाहिँ बिहानैबाट भ्लग स्टार्ट गरेको छु। अनि यहाँ छोरो पनि छ, हेर्नुहोस् साथीहरू, यसले बिस्तारा पारेर यस्तो बनाउँछ रातभरिमा। बिस्तारा मिलाउनु भ्याएको छैन। आब्यान आब्यान खेलेर बस्नुहोस्, बिस्तारा मारेर बस्छ। चुलभित्र यसरी राख्नुपर्छ यसलाई, नत्र चलेर भ्याउँछ। अनि फ्यान चलाएर राख्दैछ। अनि आज चाहिँ म बनाउन जाँदैछु दुलोट बनाउन लाग्यो। यो चाहिँ मैदा। अनि हाम्रो चाहिँ इस्ट बाँकी रहेको थियो। अस्ति नै हामीले पिज्जा बनाएर खाँदाखेरि अनि यो यसै धेरै बेर राख्नु हुँदैन अरे कि, धेरै समयसम्म। त्यो भएर चाहिँ आज हामी यसको इस्तेमाल गर्न जाँदैछौँ गाइज। सो म चाहिँ यहाँ दुलोट बनाउने तर्खर गर्छु। अनि यसमा चाहिँ हाम्रो यो लोकल अन्डा राख्छु म। पहिला चाहिँ म अन्डा फुटाउनु पर्ने हुन्छ। नभए हेर्नुहोस् साथीहरू, सबै दिउरी डढाइदिएर, फेरि दिउरी पो यो भाँडो के गमला डढाएर अन्डा राख्नु पर्यो। अनि त्यसपछि स्टार्ट दिएँ मैले यसमा। यो चाहिँ मेरो फर्स्ट टाइम हो है साथीहरू, आई डोन्ट नो कस्तो भन्छ। तर मैले नेपाल हुँदाखेरि चाहिँ दहीवाला बनाएको थिएँ कि, इस्ट नभएर। इस्ट चाहिँ जहाँ पाए त्यही पाइँदैन नि त। अनि त्यसपछि कस्तो नआएको धेरै क्या हो। अनि थोरै चिनी हालौँ। यो चाहिँ हो चिनी, कति हाल्नु यति हाल्नु। अनि यो चाहिँ हो नुन, नुन पनि हालेँ। अब यसलाई घोलौँ। यसमा तातो दुध हाल्नुपर्ने हुन्छ। गोलुम साथी फुल्छ, धेरै हाल्न पर्दैन। आपेनको सुसु त हाल भइहाल्छ। बाबुलाई चाहिँ मैले अब जाउलो बनाएर रेडी पारेको छु। अब एकछिनमा चाहिँ म उसलाई जाउलो खुवाउँछु। बिहान चाहिँ उसले दलिया खाएको चोका। भिडियो त बनाएँ साथीहरू, दुलोटै बन्ने हो कि होइन थाहा छैन। पहिला पनि नेपालमा हुँदा बनाएको थिएँ कि, अलिअलि बनेको थियो। दही हालेको थिएँ मैले त्यति बेला चाहिँ, लकडाउनमा हुँदाखेरि बनाएको थिएँ। अहिले बनाउँदैछु। यस्तो भयो। अब यसलाई चाहिँ एकछिन मोल्ने। अनि यहाँ चाहिँ सट्ट तेल हालेर अनि छोप्ने, पछि फुल्छ। म चाहिँ यहाँ तेल हाल्दैछु। दुईटै साइडमा गर्नु पर्यो। मोल्लौँ, आधै भरि तास्यो। गाइस यसलाई चाहिँ कति 3-4 घन्टासम्म छोड्नुपर्ने हुन्छ। अब म चाहिँ यसलाई
प्लेटले ढाकेर छोडिदिन्छु। त्यसपछि फुलेपछि म देखाउँछु है त तपाईँहरूलाई। बाई अहिले। सो गाइज अहिले चाहिँ दिउँसोको 3 बजेको छ अनि लगभग कति 2-3 घन्टा चाहिँ दुनुटको लागि बनाउनु लाग्यो। त्यो डो चाहिँ भिजिसक्यो होला। त्यो अब चाहिँ हेरौँ त कस्तो बन्यो। गाइजहरू यस्तो है फुलेर डबल। अब यसलाई चाहिँ म पहिला गोलो गोलो बनाउँछु अनि तपाईँहरूलाई देखाउँछु। सो गाइज यति बन्यो। यति बनाउँछु। पिक्चरमा यस्तो भन्ने यस्तो हो यस्तो हो। हेर्नु साथीहरू म कस्तो बनाएँ तैँले। नट ब्याड, राम्रै भयो। यसमा चाहिँ यति रह्यो। अब म चाहिँ यो पहिला बनाउँछु। तेल बसाल्नु गाइजहरू। यो चाहिँ बाबुको एभोकाडो थियो फ्रिजमा। कस्तो दाग पर्दो रहेछ। हिजो खाथ्यो। उसलाई चाहिँ अहिले एकछिनमा एभोकाडो एउटा बनाना अनि यो भिजा राखेको छ नि त अन्जीर अनि यो डेट्स अनि काजु बदाम यो हालेर दिन्छु। यो चाहिँ तेल बसालेँ मैले। अब दुनुट हालेको तेल तातेपछि मैले चाहिँ ठिक्कको बनाएको है साथीहरू। धेरै ठुलो बनाएको छैन। यो पछि त्यहाँ राख्दा फुल्छ। तेल तातेको छैन। तेल ताते छैन। तेल तातेपछि हाल्छु। हालौँ। डरे के भयो साथीहरू। चिम्टीले गरेँ है साथीहरू। यस्तो बन्यो। फर्काइदिनु। यस्तो बन्यो। यो चाहिँ नेक्स्ट वान हो गाइस। यति भन्यो 4। सो गाइस यहाँ चाहिँ यो बन्दैछ। यो बेलामा चाहिँ म बाबुलाई दिउँसोको खाजा बनाइदिन्छु। अनि यसमा चाहिँ म एभोकाडो यो चाहिँ पुरै हाल्दिनँ, आधा हाल्छु। अनि त्यसपछि यो हाल्छु।
Banana. यो पानी चाहिँ यसमा हाल्छु। यति भयो। यति चाहिँ म मिक्सरमा ग्राइन्ड गरेर बाबुलाई दिन्छु। यो चाहिँ यस्तो भयो साथीहरू। बाबुले चाहिँ यति चाहिँ खान्छ। यति लगिदिनु पर्यो। दुनोट चाहिँ भ्यायो है साथीहरू। यति बनाएँ। यो डढ्यो फर्स्टको दुईटा चाहिँ। हेर्नु साथीहरू, यसलाई यसरी खुवाउनुपर्छ है। यसरी भाइजीहरूको केही काम छैन। सुताई खुवाउनु पर्छ नि त बिहानलाई होइन। फकाई यति गाह्रो छ हजुर, गाह्रो। यो चाहिँ फोहोर होइन है साथीहरू। अनारको टाटा लाएर टी सर्ट जति सबै खराब। यसको नाटक हेर्नु साथीहरू खानामा हेर्नु नाटक गरेर। सो दुनोसँग खानालाई चिया भन्दैछ। सो गाइस, यो चाहिँ अब हामी लगेर खानुपर्ने हुन्छ। अहिले चाहिँ भएको छ 7:30 भएको छ बेलुकाको। अनि अबको चाहिँ हाम्रो बेलुकाको डिनर टाइम हो। अनि डिनरमा चाहिँ म बनाउन जाँदैछु। यहाँ तेल तातिसक्यो, प्याज हाल्छु, चिकन बनाउन लाग्यो। अनि ढिलो भयो, 8 बज्नु आयो होला। प्याज धेरै भएको देसी स्टाइलको भयो अब मेरो मासु। प्याज धेरै हाल्छु। अनि यो चाहिँ हो दाल। अनि त्यहाँ भात छ। त्यो चाहिँ अघिको दुनोटको रको तेल थियो, मैले त्यहीमा बनाएको। गाइस, मासु चाहिँ यस्तो भएको छ। सबै कुरा हालिसकेँ मैले, लसुनहरू। गाइस, आजको भिडियो चाहिँ म यहीँनिर एन्ड गर्न चाहन्छु। म पकाउँदा सबै पसिनाले भिजिसकेँ। यस्तो गर्नु यता इन्डियामा चाहिँ। अनि बाबु चाहिँ सुतेको छ। बाबुलाई चाहिँ अहिले पछि उठ्यो भने चाहिँ जाउलो खुवाएर अनि फेरि सुताउँछु। अब चाहिँ हामी खानासाना खाएर अनि सुत्छौँ। गुड नाइट, बाई।